guys, welcome back to my YouTube channel. आज चाहिँ म के गर्न लागेको छु भने खाना लागेको छु हैन। मेरो खानामा चाहिँ इस्कुसको तरकारी रहेछ हैन। अनि डल्ले खोर्सानी छ। मेरो खाना चाहिँ अलि देखिँदैन रहेछ र पनि। अनि यहाँ दिलेको कागती नै हाल्दिनु भयो। मलाई फेरि खाएको भिडियो हाल्ने कस्तो लाज लाग्छ भाइ। के हुँदैन मिठै त भएन होला मिठो भयो। डल्ले खोर्सानी हान्छौ अनि आज चाहिँ म तल रुमको दिदीकोमा आएको छु। अहिले खाना खाएर म अब ब्लग एडिटिङ गरेर अनि के गर्छु भने गर्नु त म काम त केही पनि गर्दिनँ हैन। खाना बस्नु हिँड्ने ब्लग बनाउनु मेरो त्यति दिन छ काम। अनि आज चाहिँ फार्मेसी नगएको तिमी किन छोडिदिएको अनि अहिलेसम्म सुती बसे उठ्न त अघि नै उठेको मोबाइल हेरेर बसेको। मेरो साथीहरु किन हो सब्स्क्राइबरै धेरै छैन यार। बिस्तारै हुन्छ टेन्सन नलिनु। यति धेरै मिहिनेत गर्दा पनि हुँदैन भाइ। के भएको बिस्तारै हुन्छ। अस्ति यसको बर्थडे थियो हो सोफियाको अरे त्यो के अरे त्यो बुझ्नु नामै थाहा छैन। हिजो किन रुको त्यो बोल्नु को देख्छ खोइ किन रुको। तिनीहरूको रुने हाँस्ने कराउनु भइरहेको हुन्छ। लास्ट छुट्टी छ यार त सोफिया त भ्लग हेरेर रिसाउने होला है। उनीहरूले हेर्छ कट गरिदिन्छु भ्लग चाहिँ यो दिक्षाहरूको चाहिँ मिल्यो भने लास्ट छुट्टी छ क्या। अनि के बर्थडे गिफ्ट दियो बर्थडे गिफ्ट के दियो के दिनु अनि तपाईँलाई नि बोलाएको थियो र बर्थडे गिफ्ट मैले पाइदिनँ। खाएँ अब बेलुका के खान्छु थाहा छ चाउचाउ पकाएर खान्छु होला। मलाई क्या हाल्न त मन लाग्छ कि धेरै सब्स्क्राइबर भएको यसो हाल्नु भन्दा थोरै हो राम्रो छ। के भनिदिउँ म लाइक सेयर सब्स्क्राइब गरिदिनु होला। अलिक छिटै धेरै माया देखाइदिनु होला भनिदिनु। बोल्दाखेरि नि यति लाज लाग्दैन मलाई किन लगाउनु तर म त कस्तो हाँस हुने पो देख्दो रहेछ। को चाहिँ राम्रो कोही त झन् तपाईँलाई को राम्रो देखेछ यताबाट हेर्ने मलाई कस्तो देखियो। खाना खाँदैछ भने गाइजहरू हाम्रो आङ्का बहिनीको युट्युब च्यानल सब्स्क्राइब हानिदिनु ल सबैजनाले। भयो अरू के भनिदिनु अरू के भन्नु तपाईँको खुसीले भनिदिनु के भन्नु मन छ होइन। ल साथीहरू आज खाना खाइसकेपछि भेट्छु ल।